बालनले सिफारिस गरेको अध्यादेशबारे चौतर्फे विरोध भएपछि राष्ट्रपतिले थाले गम्भीर परामर्श। दर्शकबिन, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालन शाह नेतृत्वको सरकारले सिफारिस गरेका 6वटा अध्यादेशबारे निर्णायक परामर्श आज सुरु गर्ने भएका छन्। सरकारले संसद अधिवेशनलाई स्थगित गरेर एकैपटक अध्यादेश जारी गर्न सिफारिस गरेको विषयलाई लिएर संवैधानिक बहस चलिँदै गएको अवस्थामा राष्ट्रपति पौडेलले यसको कानूनी र संवैधानिक पक्षबारे गहिरो छलफल थालेका हुन्। यसै सन्दर्भमा राष्ट्रपति पौडेलले आज दिउँसो 4 बजे शीतल निवासमा वरिष्ठ कानूनविदहरूलाई बोलाएर परामर्श गर्ने कार्यक्रम तय गरेका छन्। उक्त परामर्शपछि अध्यादेशहरू जारी गर्ने वा नगर्ने विषयमा राष्ट्रपति कार्यालयले महत्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ। सरकारले वैशाख 14 गते संवैधानिक परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धी ऐन 2066 र सहकारी ऐन 2074 लाई संशोधन गर्ने अध्यादेश र वैशाख 15 गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानून संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालय सम्बन्धी अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो। संसद अधिवेशन रोकेर अध्यादेश ल्याएको भन्दै चौतर्फे विरोध भइरहेको छ। विपक्षी दलहरूले अध्यादेश जारी नगर्न राष्ट्रपति समक्ष माग गरेका छन्।